हामी चाहिँ अब रुमदेखि निस्किन लाग्छु है गाइस। के हुन्छ केही सुझाव दिन सक्नुहुन्छ है माधुरी भाइ? ठिक छ ल हामी चाहिँ लागेको ल। लोकल चाहिँ खै त्यस्तै छ। के छ बट्टा आजको विशेष? ठिक छ धेरै राम्रो आजको हाम्रो विशेष खाने कार्यक्रम बाहिर छ हैन? खाना चाहिँ यो हैन नेपाली रक्सी खाना जान राखेको हैन। सबैलाई देखाइन्छ कति खाइन्छ। ढेँडो सँगसँगै नेपाली रक्सी हुस्की तपाईको विचारमा के छ? एकदम ठिक छ। अब हामी जानेछौँ बाहिर घुम्नको लागि। हजुरहरुलाई धेरै समयपछि चाहन्छौँ। ल यसै क्रममा अब दाइ केही दुई शब्द राखिदिनु पर्यो। सबै मिलेर धेरै दिनपछि घुम्न जाँदैछु नेपाली रेस्टुरेन्टतिर। अब ढेँडो सेडो तुम्बाहरू खाइन्छन्। लगभग 1 सालको अन्तरालपछि हैन? 1 साल भयो छुट्टी। त्यसै गरेर हाम्रा प्रिय पात्र रुमबाट जान लाग्यो साथी। सबै के छ साथी? ठिक छ यार साथी। आज घुम्न जाँदैछु कस्तो भइरहेछ फिलिङ? के भन्नु जुत्ता लाउँदैछु। कतिको हो यार? यो मात्र यहाँको 5000 को मात्र। गौ छेत्रीको पनि हेरे होला हैन? ठिक छ गाइस, सबैजना रेडी भइसकेका छ। अब जान तयारीमा छौँ। ल अहिले एकैछिन बाहिर गएपछि हामी बनाउँछौँ। रुमदेखिको नजारा चाहिँ यस्तो छ साथीहरू हैन? अब यो भयो क्वालिटी हो क्या? क्वालिटी हो भने चाहिँ यस्तो हुन्छ हैन? अनि हामी यहाँदेखिको बाटो भएर हैन जाँदैछौँ उतादेखि र मेट्रो छ, त्यहाँदेखि जान्छौँ हामी सिधै केएलसीसी। र यसै गरेर हाम्रा साथीहरूभित्र एकदम हैन यहाँबाट खिच्न जान्छ बिल्कुल अच्छा है। फोटोसुट भइरहेछ है अहिले। फोटोसुट भइरहेछ हाम्रो। क्यामेराम्यान दाजु चाहिँ यता हुनुहुन्छ एकदमै रेडी पोजिसन एक्सन एक्सन एक्सन। भयो साथी? दामी हान्छ नि एकदम जाऊ है हैन? भन्नु यस्तो ल यहाँ होइन क्या केएलसीसी। अब ढोका बन्द हुन्छ होइन? कस्तो आइरहेछ यार यस्तो मोबाइलमा? ल अलि ढिलो नगरौँ मेरो फोन भित्रै छ यार। चस्मा यही छ। मैले त मोबाइल छोडेर जानु लाग्यो यार भाइ। मेरो रुमको हालत यस्तो छ है। साथी एउटै बसिरहेको भित्र, हामी चाहिँ घुम्न लागेको। ल चस्मा समात्यो भने मासुवाले बोकेको थियो। कहाँ गयो? ल मेरो गेटअप चाहिँ आज यस्तो छ। यो नेपाली छ होइन क्यानको। ल जाउँ लिफ्टमा जाने हो हिपहप स्टाइलमा आज। ल ल ल ल
केटाहरूको बस्ती गस्ती यस्तै छ होइन हामी चाहिँ भर्खर ल्याउन छोडिरहेको छ। चस्मा ठिक छ नि होइन ठिक छ 100 रुपियाँको यार नेपाली 3000 को होइन ल भयो त कार्ड पनि मोबाइलमै सेट गरेको छ होइन यस्तो गेट छ के लग्ने बेटा ए जय भोला कि यहाँ साथीले भोला किन्दैछ हम तो जाएगा कोत्रया टीका बुलो लीमा बुलो ठीक है हमारा ब्लॉग में कैसा आएगा देखो ओके बात करोगा भाई हाँ कैसा है हाँ पानी है 16 पानी है 12 पानी है 18 पानी है ठीक है हाँ, सब कुछ है हाँ, और क्या है कुछ ये? हाँ कंडम है ओपन मेडिसिन है मेडिसिन है। मैजिक टिश्यू है मैजिक टिश्यू है ठीक है भाई सब इधर से आके लेके जाएंगे अभी बोला दे दो अभी बोला दे दो अभी बोला दे दो। अभी बोला दे दो हमारा भाई का दुकान है हमारे रूम का नीचे कुछ भी चाहिए तो आ जाना फ्री तो नहीं मिलेगा भाई नहीं बोला बोला ये मेडिसिन दो आएगा तो नहीं मेडिसिन नहीं है। लड़की लिएगा बाद में हाँ हामी कोत्रे आउँदैछु आज कोत्रेमा भेट्नुपर्छ साथीहरू ल केटाहरूको टोली अगाडि गइसकेको छ यो पछाडिको चाहिँ हाम्रो अपार्टमेन्ट हो हाम्रो होस्टेल हो हामी चाहिँ यहीँ बस्छौँ र अहिले चाहिँ छुट्टी छ हाम्रो त्यही भएर हामी निस्किसकेका छौँ होइन रोड क्रस गर्ने क्रम जारी छ हाम्रो भर हुन्न के कुन बेला ठोकिदिन्छन् भन्ने कुरा होइन हाम्रा साथीहरू सबै अगाडि गइसक्यो पानी पर्यो यार मलेसियाको पानीमा यस्तै हो भाइ कति बेला पानी पर्छ थाहै हुन्न यार ए जाने भरे जाऊ माया अब धेरै नसता यो नजारा एकैछिन हाम्रो होस्टेलको हेरौँ है यो हाम्रो होस्टेल हो लि हिँड्दाखेरि मोबाइल हल्लिरहेछ यार होइन बबाल छ कि जङ्गलै जङ्गल जस्तो छ 1 मिनट हिँडिसकेपछि बजार सहरै आउँछ उता ए जाने भए जाऊ अब धेरै नसता मोबाइल ए उल्टो सुल्टो गर्न जानेन यार यस्तो हो सिक्न त पहिलेदेखि सिकेको तर गर्मी पनि यस्तै छ यार अहिले हामीले 5 मिनट 10 मिनट हिँड्नुपर्छ अनि त्यसपछि चाहिँ मेट्रो आउँछ मेट्रो स्टेसनमा चढेर हामीले टक्क लागेर होइन कोत्रया कम्तीमा पनि 12 स्टेसन मेट्रोको चिसो खानुपर्छ त्यसै गरेमा केटाहरूको टोली अगाडि छ है ल अहिले हामी मेट्रो स्टेसन पुगेपछि देखाउँछौँ नि त केटाहरू उता हिँडिरहेछन् चाहिँ गर्लफ्रेन्ड भेट्नु गइरहेको अवस्था है यस्ता काम त अगाडिबाट गर्नुपर्छ साथी हुँदा हुँदै हामी आइसकेको छु बजारतिर होइन अहिले सिग्नलमा छु आमामामा हेर्नु न यो घर होइन यो घर यहाँ हाम्रा साथीहरू अटो फोकस हुँदैन रहेछ यार अब त्यही भएर टक्क लगाएर बबालै छ बिचरा हाम्रो होस्टेल उता छ त्यहाँदेखि मेट्रो स्टेसन ऊ अगाडि छ अहिले जान्छौँ हामी फाइनली हाम्रो आइएमई चाहिँ यही हो है रिया मनी ट्रान्सफर
हाम्रोदेखि नजिकै छ। साथीहरू चाहिँ अहिले के खाँदैछन् क्या बङ्गालीकोमा छैन त केटाहरू यहाँ छैन यार जाम केटाहरू छैन। कैसे हो बोस? आज हमारा ब्लॉग आएगा यार। इसमें आएगा सिगरेट कौन सा? कौन सा? मागियस ठीक है ठीक है। नहीं 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 ठीक है भाई, लाइव मेरा यूट्यूब चैनल में वीडियो आएगा, सब्सक्राइब कर देना। मैं शेयर कर दूंगा यूट्यूब चैनल में। चला चलेगा हैं? क्या बोलते हो? फ्लैश चलाएगा ना हम लोग यार, हम लोग फ्लैश चला के वीडियो रिकॉर्ड करेगा, बाद में मेरा यूट्यूब चैनल में आएगा कोई उमेश ऑफिशियल में। हाँ, मैं शेयर करेगा। किधर गया मेरा दोस्त लोग? कैसे हो भाई लोग? कैसे है आप लोग? ठीक छ ल जाऊ। पर यसको चा कति हालेको? खै खै 30 रुपियाँको कुन फ्लेभर हो? ल ल ल लगाऊ छिटो यार। आएगा यार, बाद में आएगा यार। कस्तो छ? ठीक छ? पहिलोमा हान्नु त परान त धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने कुरा थाहा छैन। मेरोमा कस्तो आइरहेको छ यार यस्तो गर्दाखेरि। साह्रै भने यो पनि खाउँ बवाल छ यार। हाम्रो गाडी होइन, एक दिनमा कति खर्च हुन्छ मलेसिया रिङ्गेट? मलेसिया 50 हो 50 भनेपछि नेपाली त 1500 जति भयो होइन र? जान्छ नि भने के गर्ने त खानु पर्यो एजेन्टले दिँदैन एजेन्टले पनि दिन्न यार, आफैले किनेर खानुपर्छ होइन। त्यही हो विदेश 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 भनिन्छ नि यस्तो हो यहाँ चाहिँ दुःख पाइन्छ आजसम्म गछौ कि नै बाहिर? कति हो कति नि अब भन्नु पर्यो नि गइयो 88 हो धेरै न। फाइनल्ली हामी मेट्रो स्टेसन पुग्न लागिसकेका छौँ। 512 GB हो अनि मैले त्यो पनि 4K मा हानिरहेको छु यार भिडियो, पछि एडिट हुन्छ कि हुन्न। साथीहरू आफ्नै पारामा छौँ अहिले। ऊ चाहिँ हाम्रो मेट्रो स्टेसन हो होइन। अहिले हामी त्यहाँ गएर त्यसपछि हामी कोट्रेया कुलालम्पुरमा जान्छौँ है साथीहरू। फाइनली मेट्रो स्टेसनमा पुग्न लागिसकेका छौँ हामी होइन साथी? ल रमाइलो गर्दैछन् टोलीहरू पछाडि आउँदैछ आरामसँग होइन। गर्मी कस्तो छ यार? गर्मी कस्तो छ बट्टा? गर्मी त लास्ट हो होइन। अब गएर हान्नुपर्छ नि यार। कसम सुविधा सम्पन्न युक्त भएको देश मलेसियामा छ हामी यार। के गर्ने अब, यस्तै छ घुम्ने, यस्तै हो गर्नुपर्छ कहिले काहीँ। सोचे जस्तो हुन्न होइन। ओ दाजु नेपाली हो? नेपाली हो? नेपाली हो। कता हो नेपाल घर? नेपाल चितवन हो। अरू के छ? मलेसियाको कति भयो? मलेसिया आएको भयो कति 2017 मा आएको। आमामा भनेपछि 17, 3, 25, 8 वर्ष भइसक्यो होइन? 8 वर्ष भयो। अहिले बसाइ कता हो? यतै अहिले बसाइ चाहिँ उता तामानमास पुचुङ। ओ पोसुङ हो। हुन्छ अनि के भन्न चाहन्छ हाम्रो साथीहरूलाई? अब के भन्ने हो मलेसियामा यस्तै त भन्ने हो। अलिकति बसेरै बस्नुपर्छ। बसेरै बस्नुपर्छ होइन। पासपोर्ट नभएपछि अलिकति गाह्रै हुन्छ। खानपिन चाहिँ अलिकति यसो बसेरै गर्नुपर्छ।
ल दाइ हामी ढिलो छ अहिले जान्छौँ होइन तपाईँको नाम के हो मेरो राजेन्द्र महतो ल हुन्छ भेट्दै गरौँला भेट भयो भने यसै ठाउँमा छु ल ओके बाई सो साथीहरू हाम्रो माथि गइसकेका छौँ ए भिडियो गराऊ हो बड्डा मेरो भिडियो गराउ न यार आडे आडे यो मोबाइल यस्तो गरेर मोबाइललाई उल्टो गराउ न फाइनली हामी मेट्रो स्टेसनमा माथि आइसकेका छौँ हामी अहिले मेट्रो स्टेसनमा पुगिसकेका छौँ साथीहरू होइन अब मेट्रो स्टेसनमा केटाहरूले टिकट लाग्छ टिकट काटिसकेपछि जानुपर्छ घुम्न बवाल छ कि एरिया त अहिले बवालै छ तिमी जाने भए जाऊ ए माया अब धेरै नसताऊ यो मेट्रो स्टेसनको टिकट काट्ने ठाउँ हो ल टिकट काटिहालौँ त छिटो छिटो पैसा निकाल्नु आयो है टिकट टिकट काटौँ त अर्कोमा जाउँ न हो ल मोबाइल काट्नुपर्छ है एक्काइस ringgit 20 को हाल छिरो है 20 ringgit भने चाहिँ कसम नेपाली कति भयो थाहा होला नि ओइ त्यसले टन्नै छ क्या आज लग्छ लग्छ केटाहरूको टोलीले टिकट काट्दैछ है दाइको त कार्ड छ अरे कस्तो छ दाइ कार्ड ओ यो कार्ड भएपछि फ्री होइन ल त्यसो भए ठिक छ साथी तिमीले कार्ड बनाएनौ मेट्रो कार्ड नि साथी यार छैन अब कहिले बनाउने हो त अब बनाउनु पर्छ साथी छिटै बनाऊ है यस्तो झमेला चाहिँ चाहिँदैन हामीलाई माल आयो है ओइ निकाल त कतिवटा माल दियो ल माल पनि आयो खै मेरो माल यस्तो आउँछ माल यो मालले चाहिँ उता केटाहरूले स्क्यान गर्दै भित्र छिर्नुपर्छ है गेटबाट तिमी जाने सिस्टम चाहिँ बवाल लाग्यो है अर्को अर्को माइक कहाँ छ समाधान न यार दाइसँग यहाँ हो बड्डा मुत्रो जाने हो कि ल एक मुतेर आऊ है त छिटो हामी अब मेट्रोको लागि गइरहेको छौँ होइन एकदम सँगले हामी बवाल छ एरियाहरू के भन्ने अब सोच्यो भन्दा पनि प्रको देश हो अब यस्तै हुन्छ समग्रमा रमाइलो भइरहेको फाइनल्ली हामी मेट्रो स्टेसनमा पुगिसकेका छौँ मेट्रो आउँछ होइन अहिले मेट्रो यस्तो तरिकाले आउँछ नि उताबाट यार के भनौँ अब यहाँ मेट्रो स्टेसनमा रोकिरहेको छु अहिले मेट्रो आएपछि देखाउँछु म फेरि मेट्रो आइसकेको छ साथीहरू हाम्रो साथीहरू आएको छैन आदि तलै छ टोइलेट गएछ साथीहरू पनि आइसकेको रहेछ उताबाट उल्टोमा हिँडिरहेछ है जाने कहाँ उतै खाली छ उता बसौँ न उता खाली छ हामी यहाँ बस्छ अहिले
ल मेट्रोमा बसिसकेका छन् साथीहरू मेट्रो छुट्ला जस्तो भएको थियो है फाइनली हामी कोत्रेया आइपुगेछु है कोत्रेया रया भन्ने ठाउँ खण्डघर अब यो कोत्रेयाले बवाल छ होइन नजारा यो यहाँ त बन्द गरेर रहेछ यार के छ साथी ल्याङ बनायो है यो 1 घण्टाको यात्राले यार अर्को माइक कहाँ छ ए लिम्बू दोस्त अर्को माइक समात त त्यहाँ अर्को माइक त्यहाँ छ अब इन्टरभ्यू गर्नु पर्यो नि हौ यहाँ कस्तो लाग्यो यहाँ घुम्दा हेलो हेलो कस्तो लागिरहेछ राम्रो लागिरहेछ साथी एकदम बवाल छ होइन हामी कहाँ छौँ अरे कोत्रा अब कोत्रेयादेखि हामी खाना खान जानुपर्छ होइन हामीले खाना खाएर रातिको खाना खाएर आज रुममा गएर 36 हो नि त हो ज्ञान धसाधस दिइराख्नु भएको छ होइन ल लागिराखौँ ल अलिकति उता घन्टा घरमा गएर भिडियो बनाउँदै होइन हामी घन्टा घर पुग्न लाग्यो यार पछाडि गेममा बिजी छ यार चल बल त ठिकै छ होइन घन्टा घर त यहाँको सानो हुँदो रहेछ यार साथी ए ठिकै रहेछ है घन्टा घर यहाँको हातै दुख्छ यार कति बजे छ घन्टा घरमा हेर त साथीहरू घन्टा घर पनि आउने म पनि आउने तरिकाले फोटो खिच्नु पर्छ यताबाट अलिकति फुल पनि फुल्या रहेछ म आए यहाँ आउ त बड्डा नमस्ते अहिले म मलेसियाको कुलालम्पुरको कोत्रेयाको घन्टा घरमा आएको छु घन्टा घरमा अहिले नेपाली साथीहरू पनि कमै छन् खासै त्यति छैन अहिले तपाईहरु हेर्दै हुनुहुन्छ यो घन्टा घर देखिराख्नु भएको छ त्यसै गरी हाम्रा साथीहरू उता रमाइरहेछन् भन्नुपर्छ एकजना यहाँ अगाडि पठाइदेऊ न यार रोशन यहाँ आउन यहाँ आउँदै म एक्लै भएन कि यहाँ यार मलेसियाको कोत्रेयामा आइसकेका छौँ अनि साथीहरू चाहिँ अलग अलग गइरहेछन् यो चाहिँ घण्टाघर हो कोत्रेयाको सानो रहेछ के अरे ठिकै छ ल अब तपाईहरु पनि आउन सक्नुहुन्छ कोत्रेयाको यो घन्टा घरमा नेपालीहरू भेट्ने ठाउँ नेपालीहरू पनि कमै छन् कोत्राई भन्ने ठाउँ ठीक छ गाइस घण्टाघर पनि छन् अब खाना खान जानु पर्यो हैन त्यसै गरेर साथीहरु नेपाली रेस्टुरेन्टहरू छन् धेरै यहाँ ल ठीक छ साथीहरु हैन हामी अहिले घन्टा घरमा छौं घन्टा घरको नजारा यस्तो छ अब हामी नेपाली होटलमा जान्छौं नेपाली होटलमा गएर के खाने अरे भात ढेँडो खाने अरे एकजना साथी चाहिँ हाम्रो लास्टै गेममा बिजी छ के त्यही भएर खै ल्याउ त दाइ अब यस्तै छ हैन
के हो भाइ नेपाली नेपाली होटल चलिरहेछ ल ल ल ल ल एकदम राम्रो न्यू ब्लग हो हजुरको ए म नयाँ नयाँ मान्छे हो ल ल कङ्ग्रेचुलेसन ल ब्लग भनेको एकदम बवाल बनाउनु पर्छ मलेसियामा आएर यतिको गर्न सकेन भने फेरि बवाल हुँदैन फेरि घन्टाघर पनि आउनु पर्यो होइन ल बनाउनु पर्छ नयाँ नयाँ ब्लगर भाइलाई शुभकामना छ धन्यवाद होइन, योभन्दा राम्रो भिडियो बनाउँदै जानुहोस् प्रगति गर्दै जानुहोस् हजुरको हजुरको नाम चाहिँ के पर्यो होला मेरो नाम विकास घिसिङ ए नेपाल घर कुन ठाउँ नेपाल घर मेरो ललितपुर हजुर ल तपाईँलाई पनि धन्यवाद छ कति पुरानो हुनुभयो ए भयो भर्खर हामी यो पत्राइमा नयाँ हो बामी सार्दैछौँ ए ल ल मलेसियामा चाहिँ अलिक पुरानै हो नेपाली होटल कता छ ल ल ल नेपाली होटल यता पनि छ यता पनि छ ल हाम्रो पनि रेस्टुरेन्ट छ ल आउनुहोस् जाउँ ल ल जेसीको ल चिउची पारेर ल ल एकदम ल भात त त्यस्तै हो कम मजा आउँछ फेरि डिस्काउन्ट कहाँ जाने यार हामी अब? के गर्ने अलमलमा परिसकेको छु खाना खानु जाने होइन साथीहरूले उता जाउँ भन्दैछन् कहाँ जाने होला कहाँ जाने होइन केटाहरूलाई लग्यो है त अब पहिला लालीगुराउँछ ठिक थियो है यहाँ यस्तै छ कि नेपाली बस पार्कमा भयो जस्तै होइन यहाँ त भत्या छ नेपाली होटलहरू यार अनि यस्तै छ होइन अब हामी खाना खान जाने भनेको यार टोलीहरू अगाडि बढिरहेको छ होइन यस्तो नगर क्या अहिले म ब्यागमा आएन त्यो च्यापल पनि गयो मोबाइल लगेपछि त सक्यो त यार ल कहाँको होटल आयो यार यहाँभित्र होटल हो ल यहाँ त म गएको जस्तो छु यार केटाहरू चाहिँ छुटेछ यार दुलोमा छिरायो त अनि के भन्नु यो दुलोमा छिराउनु होइन के होटलको नाम के हो यार जाउँ न अगाडि भान्साघर हामी भान्साघरमा आएको ए के छ सन्चै हुनुहुन्छ हामी आएकोदेखि नै तिमीलाई खोज्दै खोज्दै आएको नि हामी त अनि रेस्टुरेन्ट यही रहेछ होइन भान्साघरको रेस्टुरेन्टमा फाइनली पुगेछ यार बसिसकेको छ केटाहरू दाइ बस्नु न कस्तो लागिरहेछ भाइ एकदम बगा लागिरहेछ ठिक छ साथी बस के खानु त आज के पाउँछ अहिले के हो जाने यार बोला क्या अहिले टिकटकमा आउँछ युट्युबमा आउँछ सबमा आउँछ भाइरल चाउमिन चटपटे अनि चटपटे चाउमिन सबै छ के सब ल्याउनु थोरै मिलाएर होइन होइन के खानु नि भन्नु न भाइ तुमा खाने तुमा बताबाट धेरै आउँछ बोतलबाट आउन नि बोतलबाट आउँछ घाटो नै पर्ला तपाईँलाई यत्रो यत्रो जब हुन्थ्यो नो स्मोकिङ ब्रो यही स्मोकिङ छैन यार मिल्छ उसको होइन क्या चुरोट हो
ल आज हाम्रो कम्बो सेट आउने भनेको होइन यो के अरे जाडो छानेको जाडो छ्याङ आइसकेको छ अब छ्याङको सिल प्याक चाहिँ बड्डाले तोड्नुहुन्छ बडाले दिन आडिरहेको छ नि आमा बडाले हाल न तिमी त वेटर हो त ठुलो वेटर सर्भिस राम्रो हुनुपर्छ नि होइन टिप्स त पाइहालिन्छ अनि रोशनको विचारमा के कस्तो लागिरहेछ ठिक छ हाम्रो खाना पछि आउँदैछ है खाना आउन बाँकी छ अहिले हाम्रो यो छ्याङ चाहिँ आइसकेको छ है अनि बड्डालाई चाहिँ सिल प्याक गर्नु कस्तो भयो धेरै मजा आयो धेरै मजा आयो फर्स्ट टाइम के भन्नु तोर्नु त धेरैको तोर्ने अहिलेसम्म ल यसै गरी दाइलाई चाहिँ कस्तो अनुभव भइरहेछ त धेरै समयपछि साँच्ची हो हाम्रो एकदम छ्याङ चाहिँ एकदम राम्रो त्यसै गरी हाम्रो मै जस्तो रहेछ हाम्रो दिदीहरू साथीलाई पनि भयो लागिरहेछ बासा माइक समाउनु माइक ठिक छ साथी चेस गर्नुपर्छ है चेस गुलो दामी छ होइन तर डल्लो डल्लो छ यो छ्याङले मेरो अनुहार देखाइदिएन यार एउटा अर्को भन न एउटा अर्को मिठो जता खानु त होइन मोमो त मेरो यहाँ रक्सी खाए जस्तो छैन नि त साथी यो छ्याङ हो नि साथी मै खाए जस्तै छ होइन तिमीले कहिले खाएको छ मैले खानु पहिलोचोटि हो यार होइन एकचोटि खाथ्यो है हामीले हामी त त्यो एकजना थियो त यार नेपाली छ्याङको त अर्को रुममा गएर खाथ्यो होइन पहिला खाथ्यो होइन पहिलोचोटि हो है माया दासो जस्तै अजम्बरी फुलको ला 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 मायाको कता हुने गएछ गीत मनका मना मुटुमै राखौला धेरै धेरै धन्यवाद के भन्नु छ तपाईँलाई छैन के भन्नु मैले एकदम उहाँ साह्रै मन परेको होइन मन पर्यो भने चाहिँ के छ विचार अब के छ विचार उहाँलाई भन्दिनँ उहाँलाई सोध्नु जनता जान्न चाहन्छ धन्यवाद दाजु जन्ती ल्याउला भन्ने गीत बजाइदेऊ नि त होइन यो पर्दैन हामी सबै एउटै हो कि तपाईँको कोही छ जुठो नचल्ने ट्राई गर्नुपर्छ होला है म पहिला लिएर आउँछु नि त एकछिन न त भुत्याइदिन्थ्यो यो एङ्गल मिलेन हौ एउटा लगाएर सबै जान्ने त्यो हालेर किन्ने हो धन्यवाद हाम्रो चाहिँ हुक्का आइसकेको छ फाइनली गाइजले चाहिँ हुक्का भन्छ नेपालमा यहाँ चाहिँ मलेसियामा के भन्छ यो त यस्तो हो होइन हौ त्यस्तो हो हाम्रो छ्याङले कस्तो यार मामा होइन ल छ्याङ चिप्किँदैन त यार छ्याङ अझै एक ढलाउ क्या हो दुध खाए जस्तो साथीहरू माथि आइरहेको बच्चाले दुधै खाएर त्यही हो सबैले त्योभन्दा राम्रो आउँदैन ओके धन्यवाद बिस्तारै यसले त मेरो त धेरैचोटि कपडा डढाएछ एकचोटि हात पोल्नेछ सबै तान्नुहुन्छ नतानेर काम छैन नि त साथी घरमा बुढी हुनेहरू चाहिँ अलिक साइड लाग्यो है साथी हो घरमा बुढी हुनेहरू चाहिँ अलिक उता उता
हाम्रो कम्बो चाहिँ आइसकेको छ है साथीहरू के अरे कम्ती ल्याउँछ चटपटे साथी चटपटे मोमो आइसकेको छ यो उतैमा खानु क्या माल आउँदैछ माल तात्तिन्छ तब यो सुकिलो सुकिलो छ आज बड्डा ढल्छ नि यार पुरै 40 मिनट भिडियो भइसक्यो यार छुट्टी दिँदैन आएको छ सुगडी त म एक भी खाने अड्याउँदै खाऊ न घोसडी के हो खसीको नेपालबाटै ल्याएको हो खसीको मासु पानी चौमी ढिलो हुँदैन किन बाँचिरहेको खायो क्या